नमस्ते साथीहरु, तपाई आफ्नो जीवनमा शक्ति, सफलता र प्रभाव बढाउन चाहनुहुन्छ। 48 ल अफ पावरको यात्रा हामीले सुरु गरिसकेका छौं। पछिल्लो भागमा हामीले 10 वटा लहरुको गहिरो अध्ययन गर्यौं। यदि तपाईले त्यो भाग छुटाउनु भयो भने पहिला त्यो हेर्नुहोस् वा यो भिडियो हेरिसकेपछि त्यो भाग हेर्न सक्नुहुन्छ, किनकि हरेक ल फरक छन्। आज हामी नयाँ लहरु बुझ्ने छौं जसले तपाईले अरूभन्दा अगाडि बढ्न, बुद्धिमानीपूर्वक शक्ति प्रयोग गर्न र जीवनमा सफल बन्न मार्गदर्शन गर्नेछ। सो तपाई तयार हुनुहुन्छ? अब बिना कुनै विलम्ब गरी 11th लबाट आजको भिडियो सुरु गरौं। पावरको सबभन्दा गहिरो फर्म के हो? जब अरू मानिसहरू तपाईमाथि डिपेन्डेन्ट हुन्छन्। ल नम्बर 11 भन्छ लर्न टु कीप पीपल डिपेन्डेन्ट अन यु। यसको मतलब तपाईको शक्ति तब टिका हुन्छ जब अरूलाई तपाईको प्रेजेन्स, डिसिजन या स्किलको आवश्यकता पर्छ। जबसम्म अरू व्यक्तिहरू तपाई बिना चल्न सक्दैनन्, तपाईको पोजिसन सुरक्षित रहन्छ। उनीहरू तपाईले हटाउन सक्दैनन्, रिप्लेस गर्न सक्दैनन्, किनभने तपाई एसेन्शियल हुनुहुन्छ। अनि यही डिपेन्डेन्सी नै तपाईको स्ट्रङ आर्मर हो। लिडरशिपमा हेर्नुहोस्, राम्रो नेताहरू कहिले सबै कुरा सिकाएर आफ्नो इम्पोर्टेन्स घटाउँदैनन्। उनीहरूले सिस्टम बनाउँछन् जहाँ उनीहरूको बिना सिस्टम इन्कम्प्लिट हुन्छ। यही कारणले गर्दा उनीहरूको कन्ट्रोल लङ टर्मसम्म कायम रहन्छ। बिजनेसमा पनि यदि तपाईको क्लाइन्ट तपाईको सर्भिसमा हेबिचुअली डिपेन्डेन्ट छ भने उनीहरू तपाईले स्विच गर्न सक्दैनन्। रिलेसनशिपमा पनि इमोसनल डिपेन्डेन्सी क्रिएटेड भएपछि तपाईको प्रेजेन्स पावरफुल हुन्छ। तर याद राख्नुहोस्, यो लको मिसयुज पनि हुन सक्छ। तपाईले जेन्युइन भ्यालु दिन सक्नुपर्छ। नेटर डिपेन्डेन्सी फेक हुन्छ भने मानिसहरू स्केप गर्न थाल्छन्। तपाईको गोल हुनुपर्छ क्रिएट रियल नीड, नट फेक लोयल्टी। अनि जब तपाईको आवश्यकता हुन्छ तपाई नै गेमको मास्टर हुनुहुनेछ। सो फाइनल लाइन के हो? डोन्ट टिच देम एभ्रिथिङ, डोन्ट मेक देम फुल्ली इन्डिपेन्डेन्ट, कीप द की विथ यु, बिकज व्हेन दे नीड यु दे रेस्पेक्ट यु। अनि रेस्पेक्टबाट नै पावर जन्मिन्छ। पावरको गेममा डिसेप्सन मात्र पर्याप्त हुँदैन, कहिलेकाहीँ तपाईले साँचो अनेस्टी वा जेन्युनिटी पनि देखाउनुपर्छ, तर त्यो इमानदारी पनि चलाकीको हिस्सा हुनुपर्छ। ल नम्बर 12 भन्छ युज सिलेक्टिभ अनेस्टी एन्ड जेन्युनिटी टु डिस्ट्राम युर विक्टिम। यसको मतलब तपाईले कहिले र कहाँ साँचो देखाउने भन्ने कुरा प्लान अनुसार हुनुपर्छ। मानिसहरूले प्राय शंका गर्छन् जब कसैले लगातार क्लेभरनेस देखाउँछ, तर जब तपाईँ अनेस्टी देखाउनुहुन्छ उनीहरूको मन रिल्याक्स हुन्छ। उनीहरू सोच्न थाल्छन् एउटा ट्रस्टेड व्यक्ति हो, अनि त्यही मौका तपाईको जितको बाटो बनाउँछ। जसरी कुनै शिकारीले शिकारलाई पासोमा पार्न मिठो खाना राखेर लोभमा पार्छ, ठीक त्यसरी नै सिलेक्टिभ जेन्युनिटी पनि एक साइकोलोजिकल ट्र्याप हो। जब तपाईले अरूलाई हेल्प गर्नुहुन्छ, साँचो कुरा बताउनुहुन्छ वा केही गिफ्ट दिनुहुन्छ, उनीहरू तपाईप्रति पोजिटिभ फिल गर्छन्। अनि त्यही मोमेन्टमा तपाईँ आफ्नो नेक्स्ट पावर मुभ सजिलै युज गर्न सक्नुहुन्छ। हिस्ट्रीमा यस्ता धेरै उदाहरणहरू छन् जहाँ मानिसहरूले एकछिनको अनेस्टी देखाएर ठुलो छल गरे। एकजनाले आफ्नो कमजोरी खोलेर बताएर ट्रस्ट जिते, अनि पछि त्यही ट्रस्टलाई युज गरेर अर्कोले पोजिसन कब्जा गर्यो। यो एउटा सोफिस्टिकेटेड ट्रिक हो जहाँ तपाईँ साँचो देखिए पनि तपाईको लक्ष्य कन्ट्रोल पाउनु हो। सो यो ल सायद डिसेप्टिभ लाग्न सक्छ, तर यो साइकोलोजिकलको मास्टर स्ट्रोक हो। सिलेक्टिभ अनेस्टी इज इक्वल टु पावरफुल स्ट्र्याटेजी। एकपल्टको साँचो मोमेन्ट सही झुट ढाक्न सक्छ। एन्ड द्याट्स द म्याजिक अफ ल नम्बर 12। पावरको संसारमा जब तपाईँ कसैसँग हेल्प माग्नुहुन्छ, त्यति बेला तपाईले उनीहरूको दया या पास्टमा दिएको एप्रिसिएसनमा भरोसा गर्नु हुँदैन, किनभने धेरैजसो मानिसहरू आफ्नो फाइदाको आधारमा डिसिजन लिन्छन्, न कि भावुकताको आधारमा। ल नम्बर 13 ले भन्छ जब तपाईले सहयोग चाहनुहुन्छ तब उनीहरूको स्वार्थ देखाउनुहोस्, न कि तपाईले अघिल्लो पटक के गरे भनेर सम्झाउनुहोस्। मानव तपाईले कसैले कुनै काममा मद्दत गर्न मनाउनु छ, यदि तपाईँ भन्नुहुन्छ प्लिज हेल्प मी बिकज आई हेल्प यु लास्ट टाइम, त्यो कम असरदार हुन्छ। तर यदि तपाईँ भन्नुहुन्छ इफ यु हेल्प मी यु विल अल्सो गेन दिस बेनिफिट, तब उनीहरू सजिलै तयार हुन्छन्, किनभने प्रत्येक व्यक्ति नेचुरली आफ्नो फाइदा खोजिरहेको हुन्छ। यो मानवीय स्वभाव हो। हिस्ट्रीमा मेचिभेली, सन टुज जस्ता रणनीतिहरूले पनि यही कुरा बताउँछन्। भावना भन्दा पनि स्वार्थ बलियो प्रेरणा हो। ग्रेटिट्युड अस्थायी हुन्छ तर सेल्फ इन्ट्रेस्ट दिगो हुन्छ। त्यसैले डिप्लोमेसी, पोलिटिक्स, बिजनेस सबै क्षेत्रमा सक्सेसफुल व्यक्तिहरू अरूको स्वार्थमा आह्वान गर्छन्। त्यसले गर्दा उनीहरू सहयोग गर्न बाध्य हुन्छन्। मानिसहरूले काम तब गर्छन् जब उनीहरूको त्यो काममा आफूलाई देख्छन्। तपाईले जति नै राम्रो रिलेसन बनाए पनि यदि तपाईको प्रपोजल उनीहरूलाई फाइदा नपुग्ने देखिन्छ भने उनीहरू गम्भीरताका साथ सोच्दैनन्। तर जब तपाईँ देखाउनुहुन्छ कि उनीहरूलाई पनि डाइरेक्ट लाभ हुन्छ, तब डिसिजन तुरुन्त आउँछ। त्यसैले यो लको इसेन्सियल्स के हो भने हेल्प माग्दा इमोसनल कार्ड नखेल्नुहोस्, लोजिकल र बेनिफिट बेस्ड एप्रोच अपनाउनुहोस्। अपिल टु डियर नीड, डियर गेन, डियर इन्ट्रेस्ट, अनि पावर तपाईको पक्षमा आउँछ। पावर हासिल गर्नको लागि तपाईले बुझ्नै पर्छ जानकारी नै शक्ति हो। जुन व्यक्तिसँग बढी जानकारी हुन्छ उसले खेल जित्छ, र यो जानकारी ग्यादरिङको सबैभन्दा सूक्ष्म तरिका हो मित्रको जस्तो व्यवहार गर्दै गुप्तचारी गर्नु। ल नम्बर 14 भन्छ पोज एज अ फ्रेन्ड बट वर्क एज अ स्पाई।
जब तपाईँ कसैले आफ्नो मित्र बनाउनुहुन्छ उनीहरूले तपाईँमाथि ट्रस्ट गर्न थाल्छन् अनि यही ट्रस्टको कभरमा तपाईँले उनीहरूको भावना, रणनीति, कमजोरी अनि लक्ष्यबारे थाहा पाउन सक्नुहुन्छ। यो पावरको खेलमा निकै काम लाग्ने हतियार हो। तर ध्यान दिनुहोस्, यहाँको मतलब धोका दिने भन्ने होइन, यो हो कि सूचना सङ्कलन गर्नु हो शान्त र स्मार्ट तरिकाले। जब तपाईँले अरूलाई बोल्न दिइरहनुहुन्छ उनीहरू आफै आफ्नो गोप्य कुरा खोल्न थाल्छन्। तपाईँ धेरै बोल्नुभन्दा पनि बढी सुन्ने बानी बनाउनुहोस्। जब तपाईँ सुन्नुहुन्छ तपाईँ सिक्नुहुन्छ अनि जब तपाईँ सिक्नुहुन्छ तपाईँले प्ले कसरी गर्नुपर्ने भन्ने बुझ्नुहुन्छ। अर्कोतर्फ तपाईँले आफैबारे अननेसेसरी कुरा नखुलाउनुहोस्, किनकि तपाईँ ओपन बुक बन्नुभयो भने अरूले तपाईँमाथि यही स्ट्राटेजी एप्लाई गर्न सक्छन्। त्यसैले यो ल डबल इन डेट हो। तपाईँले प्रयोग गर्न सक्नुहुन्छ तर अरूले पनि तपाईँमाथि गर्न सक्छन्। हिस्ट्रीमा कार्डिनल रिचेल्यू, ओटो बोन बिस्मार्क र नेपोलियन जस्ता महान स्ट्राटेजिस्टहरूले आफ्ना मित्रको जस्तो व्यवहार गरेर धेरै गुप्त सूचनाहरू प्राप्त गरेका थिए। उनीहरूले कमजोरीको खोजी गरे अनि त्यसकै आधारमा आफ्नो मुभ बनाउँथे। सो अल्टिमेट ट्रुथ के हो? पावरफुल बन्नका लागि तपाईले सरफेस भन्दा गहिरो कुरा जान्न सक्नुपर्छ अनि त्यो जान्न तपाईले मित्रताको आवरणमा चुपचाप गुप्तचारी हुनुपर्छ। त्यसैले बी फ्रेन्डली ओन द आउटसाइड, अब्जर्भेन्ट ओन द इनसाइड। पावरको खेलमा आधा अधुरो जित कहिले सुरक्षित हुँदैन। तपाईले आफ्नो एनिमीलाई यदि पूर्ण रूपमा समाप्त गर्न सक्नु भएन भने उसले फेरि उठेर तपाईमाथि हमला गर्न सक्छ। ल नम्बर 15 भन्छ क्रस युर एनिमी टोटली। मतलब जब तपाईँ कन्फ्लिक्टमा जानुहुन्छ तब त्यस्तो निर्णय गर्नुहोस् जसले फ्युचरमा पुनः खतरा नआओस्। कहिलेकाहीँ हामी सोच्छौँ थोरै जित भयो, एनिमीले लेसन सिक्यो होला, तर यो गलत सोच हो। अधुरो रूपमा हराएका शत्रुहरू भविष्यमा अझै खतरनाक हुन्छन्। उनीहरू रिसेन्टमेन्ट पाल्छन्, रिभेन्जको भावना बढाउँछन् अनि मौका पाउने बित्तिकै काउन्टर अट्याक गर्छन्। हिस्ट्रीमा यस्ता धेरै घटनाहरू छन् जहाँ रुलर्सहरूले आफ्नो शत्रुलाई छोएर मात्र छाडे, मार्न सकेनन् अनि पछि ती शत्रुहरूले सट्टा उल्टाइदिए। जुलियस केसियरको हत्या गर्ने कन्स्पिरेटर पनि पहिले उनको क्षमा पाएका थिए, तर उनले जति क्षमा दिए पनि शत्रुहरूले अन्तमा उनलाई मारिदिए। यही कुरा बिजनेसमा पनि लागू हुन्छ। यदि तपाईँले आफ्नो कम्पिटिटरलाई विक त बनाउनु भयो तर पूर्ण रूपमा मार्केटबाट हटाउन सक्नु भएन भने त्यो कम्पिटिटर फेरि फर्कन सक्छ। त्यसैले स्मार्ट स्ट्राटेजी भनेको कन्फ्लिक्टलाई सधैँको लागि समाप्त गर्नु हो ताकि त्यो समस्या दोहोरिन नपाओस्। तर ध्यान दिनुहोस्, यो कठोर लाग्न सक्छ तर यो लङ टर्म सर्भाइभलको लागि हो। तपाईँले शत्रुलाई पूर्ण रूपमा निष्क्रिय बनाउनु भयो भने मात्र तपाईँको स्थिति सुरक्षित हुन्छ। हाफ मेजर्सले पावरको गेममा काम गर्दैन। सोल्युसन स्पष्ट छ। जब पनि तपाईँले कदम चाल्नुहुन्छ त्यसलाई पूरा गर्नुहोस्। फिनिश वाट यु स्टार्ट, क्रस द एनिमी टोटली, त्यसपछि मात्र शान्ति सम्भव हुन्छ। पावरको खेलमा सधैँ उपस्थिति हुनु, एक्सेसिबल हुनु र धेरै एभाइलेबल हुनु तपाईँको भ्यालु घटाउने काम गर्छ। ल नम्बर 16 भन्छ युज एब्सेन्स टु इन्क्रिज रेस्पेक्ट एन्ड अनर। मतलब कहिलेकाहीँ तपाईँको अनुपस्थितिले नै तपाईँको प्रेजेन्सको भ्यालु बढाउँछ। जब तपाईँ सधैँ देखिनुहुन्छ तपाईँको इम्पोर्टेन्स ग्रेजुअली घट्दै जान्छ। मानिसहरूले तपाईँले फर ग्रान्टेड लिन थाल्छन्, तर जब तपाईँ थोरै टाढा जानुहुन्छ तपाईँको कमी महसुस हुन्छ अनि त्यही कमीले तपाईँको प्रेजेन्सलाई मिनिङफुल बनाउँछ। इमेजिन गर्नुहोस् कुनै सेलिब्रिटी वा लिडर लगातार मिडियामा देखिन्थ्यो भने अडियन्सले उनीहरूमा इन्ट्रेस्ट हराउँछ, तर जब उनीहरू डिसेपियर हुन्छन् अनि अचानक फर्कन्छन् तब एक्साइटमेन्ट, रेस्पेक्ट र क्युरियोसिटी मल्टिप्लाई हुन्छ। यो प्रिन्सिपल रिलेसनसिप, बिजनेस, लिडरसिप सबै क्षेत्रमा लागू हुन्छ। यदि तपाईँ सधैँ एभाइलेबल हुनुहुन्छ भने अरूको नजरमा तपाईँको डिमान्ड घट्छ, तर जब तपाईँ आफ्नो प्रेजेन्स लिमिट गर्नुहुन्छ तपाईँको इन्ट्रान्स पावरफुल हुन्छ। मानिसहरू तपाईँलाई ध्यानपूर्वक सुन्छन्, हेर्छन् अनि एप्रिसिएट गर्छन्। तर यो एब्सेन्स स्मार्ट हुनुपर्छ। यस्तो नहोस् कि तपाईँले नै भुलिदिउन्। तपाईँको अनुपस्थिति एक प्रकारको रहस्य बनोस्, क्युरियोसिटी क्रिएट गरोस् अनि एन्टिसिपेसन बढोस्। सो यो ल भन्न खोज्छ टु मच प्रेजेन्स किल्स पावर्स, लिमिटेड प्रेजेन्स बिल्ड्स मास्टिक्वी। कहिलेकाहीँ साइलेन्स र डुडिने अटेन्सन जित्ने सबैभन्दा राम्रो तरिका हो। डिसिपियर स्ट्राटेजिकली अनि फर्कँदा अझ महान देखिनुहोस्। पावरको गेममा यदि तपाईँ सधैँ प्रिडिक्टेबल हुनुभयो भने तपाईँको कन्ट्रोल ग्रेजुअली हराउँदै जान्छ। मानिसहरू तपाईँको नेक्स्ट मुभ अनुमान गर्न थाल्छन् अनि तपाईँको प्रभाव घट्न थाल्छ। ल नम्बर 17 भन्छ कीप अदर्स इन सस्पेन्डेड टेरर, कलेक्टिभ एन्ड एयर अफ अनप्रिडिक्टेबिलिटी। मतलब तपाईँको अनप्रिडिक्टेबिलिटी नै तपाईँको साइकोलोजिकल वेपन हो। जब तपाईँ के भन्न सकिँदैन मानिसहरू कन्फ्युज हुन्छन्, डराउँछन् अनि केयरफुल बन्छन्। उनीहरू तपाईँको प्रेजेन्समा अनसर्टेन महसुस गर्छन् अनि यही अनसर्टेनिटी नै पावर हो। अनप्रिडिक्टेबल बिहेभियरले टेन्सन बढाउँछ जसले तपाईँको आसपासका मानिसहरूलाई अलर्ट बनाउँछ। उनीहरू कहिल्यै कम्फर्टेबल आराम गर्न सक्दैनन्। थिङ्क अबाउट नेचर। एकदम शान्त मौसममा अचानक आँधी आयो भने त्यो अझ खतरनाक लाग्छ। त्यस्तै जब तपाईँ नर्मली काम हुनुहुन्छ
हुन्छ तर कहिलेकाहीँ अनप्रेडिक्टेबल बन्नुहुन्छ, त्यो प्रभाव गहिरो हुन्छ। मानिसहरू तपाईले हल्का लिन्छन् जब तपाईँ सधैँ एक प्याटर्नमा व्यवहार गर्नुहुन्छ, तर जब तपाईको नेक्स्ट स्टेप थाहा हुँदैन उनीहरू तपाईलाई अन्डर एस्टिमेट गर्न सक्दैनन्। हिस्ट्रीमा यो लले ठूलो भूमिका खेलेको छ। नेपोलियन, हिटलर अनि स्टिभ जब्स जस्ता व्यक्तिहरू अनप्रेडिक्टेबल बिहेभियर प्रयोग गरेर साइकोलोजिकल एज लिन्थे। उनीहरू कहिल्यै फुल्ली प्रेडिक्टेबल थिएनन्, जसले गर्दा उनीहरूलाई च्यालेन्ज गर्न डर लाग्थ्यो। सो द रियल सिक्रेट अफ दिस ल इज बी कन्सिस्टेन्ट इन योर भ्यालु बट इनकन्सिस्टेन्ट इन योर मुभ्स। मानिसहरूलाई डर रहोस् के होला अब भनेर, अनि त्यो डर नै तपाईको प्रेजेन्सलाई पावरफुल बनाउँछ। कीप योर एनिमिज एन्ड इभन योर अलाइज गेसिङ। अनि तपाईँ सधैँ गेमको अगाडि रहनुहुनेछ। पावर हासिल गर्न चाहनुहुन्छ भने तपाईले कनेक्सन बनाउन सिक्नुपर्छ, न कि सेल्फ आइसोलेसन। ल नम्बर 18 भन्छ डोन्ट बिल्ड फोर्ट्रेसेस टु प्रोटेक्ट योर सेल्फ, आइसोलेसन इज डेन्जरस। मतलब सेफ्टी खोज्दै एक्लै बस्नु, भित्ता बनाउनु अनि बाहिरी दुनियाँबाट टाढा हुनु एक्चुअली खतरनाक हुन्छ। धेरै मानिसहरू सोच्दछन् इफ आई स्टे अलोन आई विल स्टे सेफ, तर यो सोच गलत छ। पावरको गेममा इन्फर्मेसन नै स्ट्रेन्थ हो, अनि जब तपाईले आफूले अलग गर्न थाल्नुहुन्छ तपाईँ जानकारी गुमाउनुहुन्छ। कुन कुरा चल्दैछ, को फ्रेन्ड हो, को फेक हो, कसले के योजना बनाइरहेको छ। फोर्ट्रेस मेन्टालिटीले तपाईलाई फिजिकली सुरक्षित बनाउँछ होला तर सोसियली कमजोर बनाउँछ। तपाईले सहयोगी बनाउने मौका गुमाउनुहुन्छ, आपतकालीन सपोर्ट हराउँछ अनि रुमर र मेनिपुलेसन्सले तपाईलाई चारैतिरबाट घेर्छ। हिस्ट्रीले यस्ता धेरै इक्जाम्पल दिएको छ जहाँ राजा, नेता वा राजा जस्तै व्यक्तिहरूले आइसोलेसनको नाममा किल्ला बनाएका थिए, तर यही आइसोलेसनले अन्तमा उनीहरूको पतन ल्यायो। चाइनाले ग्रेट वाल बनायो तर इन्टरनल बिट्रेलबाट पराजित भयो। लुइस एक्सभिआईले वर्साइल्समा एकदम इनक्लोज लाइफ बिताए। जनता कस्तो सोच्दै थिए थाहा नै भएन, अन्त्यमा गिलोटिनमा गए। तपाईले भन्न सक्नुहुन्छ बट बिङ अराउन्ड पिपल इज रिस्की टु। यस द्याट्स ट्रु, तर स्मार्ट स्ट्र्याटेजी भनेको ब्यालेन्स हो। तपाईले खुला रहनुहोस् तर अलर्ट पनि, कनेक्सन राख्नुहोस् तर बिल्ड ट्रस्ट नगर्नुहोस्। यो लले आइसोलेसन होइन स्ट्र्याटेजिक प्रेजेन्स सिकाउँछ। सो फाइनल टेकअवेज के हो? डोन्ट हाइड, एंगेज, बिल्ड नेटवर्क, ग्यादर इन्फो, स्टे अलर्ट बिकज पावर इज नट फाउन्ड इन आइसोलेसन, इट्स बिल्ड इन इन्ट्र्याक्सन। पावरको खेलमा सबैलाई समान ठान्नु घातक हुन सक्छ। ल नम्बर 19 भन्छ नो हु यु आर डिलिङ विथ, डोन्ट अफेन्ड द रङ पर्सन। मतलब तपाईँ जसलाई डिल गर्दै हुनुहुन्छ उसको इगो, ब्याकग्राउन्ड अनि बिहेभियरको समझ राख्नु जरुरी हुन्छ, नत्र तपाईले गलत मान्छेलाई चोट दिन सक्नुहुन्छ अनि त्यसको नतिजा घातक हुन सक्छ। संसारमा दुई प्रकारका मानिसहरू हुन्छन्, एक जो इन्सल्ट सहन सक्छ र इग्नोर गर्छन्, अर्को जो रिभेन्ज लिन्छन्, चुपचाप प्लान बनाउँछन् अनि अन्त्यमा तपाईलाई दबाउँछन्। यही कारण यो ल भन्छ डोन्ट फाइट एभ्री ब्याटल, डोन्ट इन्सल्ट एभ्री फुल, डोन्ट ट्रिगर साइलेन्ट डिस्ट्रोयस। पावरफुल व्यक्ति त्यो हो जसले चिनिन्छ को कसरी रियाक्ट गर्छ। कसैको इगो नाजुक छ भने सूक्ष्म एप्रोच अपनाउनुहोस्, जो इमोसनल छन् उनीहरूसँग डिप्लोमेसी अपनाउनुहोस्, कसैलाई डर लाग्छ उनीहरूसँग कन्फिडेन्स डेभलप गर्नुहोस्, कसैले झगडा खोज्छ त्यस्तो सिचुएसनबाट इलिजेन्टली स्केप गर्नुहोस्। हिस्ट्रीमा धेरै युद्ध, असफलता र बर्बादी केवल यस कारण भयो किनकि कसैले गलत व्यक्तिलाई लाइटली लिएको थियो। एलेक्जेन्डर द ग्रेटले पर्सियन किङलाई इन्सल्ट गरे जसको नतिजाले युद्ध जन्मायो। स्टिभ जब्सलाई अर्ली स्टेजमा अन्डर एस्टिमेट गर्नेहरू पछि पछुटाए। नेपाली समाजमा पनि धेरै चोटि देखिन्छ जहाँ एक सामान्य भनाइ वा मजाकले पुरै रिलेसनसिप बिगार्छ। सोल्युसन के हो? बिफोर यु च्यालेन्जिङ समवन स्टडी देम। कसैलाई कमजोर नठानुहोस्, स्पेसियली यदि तपाईलाई उनीहरूको साइकोलोजिकल थाहा छैन भने, किनभने सही मान्छे रिसाउँछ भने उनी रुल नै चेन्ज गरिदिन्छ। पावरफुल बन्न अलर्ट रहनुहोस् किनभने अ सिंगल रङ अफेन्स क्यान इन्भाइट अ लाइफ टाइम इनिमी। पावरको गेममा सबैले तपाईलाई आफ्नो साइडमा ल्याउन चाहन्छन्, तर ल नम्बर 20 भन्छ डोन्ट कमिट टु एनीवन। मतलब तपाईँ कुनै पार्टी, व्यक्ति वा आइडियासँग ब्लाइन्ड लोयल्टी नदेखाउनुहोस्। आफ्नो इन्डिपेन्डेन्स बचाउनुहोस् किनकि जसले आफ्नो डिसिजन पावर गुमाउँछ उसले आफ्नो फ्रिडम पनि गुमाउँछ। जब तपाईँ एक पक्षमा कमिटेड हुनुहुन्छ तपाईसँग अप्सन हराउँदै जान्छ, तपाईले नेचुरलिटी गुमाउनुहुन्छ अनि सबभन्दा खतरनाक कुरा के हो भने तपाईँ अरूको गेम खेल्न थाल्नुहुन्छ। स्मार्ट व्यक्ति कहिले तुरन्त लोयल्टी देखाउँदैन, उनीहरू वेट गर्छन्, अब्जर्भ गर्छन् अनि सिचुएसन हेरेर मुभ गर्छन्। उनीहरू चेसको क्विन जस्तै हुन्छन्, जहाँ जरुरी हुन्छ त्यहाँ मुभमेन्ट गर्छन्। उनीहरूले कुनै एउटा प्लेयरसँग बाँधिँदैनन्, बरु उनीहरू दुवै साइडलाई मेनिपुलेट गर्न सक्छन्, बेनिफिट लिन सक्छन्। हिस्ट्रीमा यो ल युज गर्ने धेरै मास्टर स्ट्र्याटेजी थिए, नेपोलियन, क्विन एलिजाबेथ र चाणक्य जस्ता। उनीहरूले कहिले कसैको क्याम्पमा पुरै नपसेर सबैलाई टेन्सनमा राख्थे के ऊ हाम्रो साइडमा आउला वा नआउला भनेर। यो अनसर्टेनिटी नै उनीहरूको स्ट्रङ्गेस्ट टुल बन्यो। पिपल रेस्पेक्ट इन्डिपेन्डेन्स। जब तपाईँ नेचुरल देखिनुहुन्छ, तपाईँ भ्यालुएबल देखिनुहुन्छ, सबै पक्ष तपाईँलाई जित्न चाहन्छन्, तर कमिटेड भएपछिको भ्यालु कम हुन्छ किनभने अब तपाईँ प्रेडिक्टेबल हुनुहुन्छ। सो यो लको कोर मेसेज के हो? स्टे एबभ द फाइट, युज द फाइटर्स, बी द प्राइज नट द पोन। कमिटमेन्ट तभी गर्नुहोस् जब तपाईलाई एब्सोल्युट एडभान्टेज मिल्छ, बाँकी समय आफ्नो डिसिजन पावर जोगाएर राख्नुहोस्। बिकज इन द वर्ल्ड अफ पावर
हु कमिट्स द लिस्ट कन्ट्रोल द मोस्ट। सो साथीहरू, आजको भिडियोमा हामीले द 48 ल अफ पावर पुस्तकका महत्त्वपूर्ण लहरू सिक्यौँ। शक्ति हासिल गर्ने, प्रभावशाली बन्ने र सही रणनीति अपनाउने यी सिद्धान्तहरू कुनै पनि सफल व्यक्तिको जीवनमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। तपाईले आजको लहरू कस्तो लाग्यो? के तपाईले यी रणनीतिहरू कहिले आफ्नो जीवनमा अपनाउनु भएको छ? तपाईको विचार कमेन्टमा लेख्न नभुल्नुहोस्। सो आजको यात्रा हामी यहीसम्म रोकिनेछौँ। हामी आउँदो भिडियोमा अर्को महत्त्वपूर्ण लहरूको विस्तृत विश्लेषण गर्नेछौँ। त्यसैले भिडियोलाई लाइक गर्नुहोस्, शेयर गर्नुहोस् वा यो अवस्था तपाईले पहिलोपटक सुनिराख्नु भएको छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अन गर्न नबिर्सनुहोला ताकि हाम्रो नयाँ भिडियोको अपडेट तपाईलाई मिलोस्। सो थ्यांक यू सो मच फर वाचिङ माई भिडियो।